हेलो साथीहरु, म बनाउँदैछु चिकन ग्रेभी। त्यसको लागि चाहिँ मैले मसला यहाँ तयार गरेर राखेको छु। दुईटा प्याज अनि हरियो खुर्सानी अनि टमाटर, धनिया, जीरा, सुकेको खुर्सानी, अदरक, लसुन, यो चाहिँ खडा मसला। अब चाहिँ यसलाई मिक्सीमा ग्राइन्ड गर्दैछु म। यो जीरा, धनिया, अब चाहिँ मिक्सीमा ग्राइन्ड गर्छु साथीहरु। यो मसला पनि तयार भइसक्यो साथीहरु। यसमा चाहिँ म अब चिकनमा चाहिँ मसला हाल्न जाँदैछु। यो प्याज, यो चाहिँ हरियो खुर्सानी, यो चाहिँ पिसेको मसला, यसमा मैले हल्दी राखेको थिएन, यो चाहिँ हल्दी पाउडर, यो चाहिँ नुन, यो चाहिँ तोरीको तेल, अब चाहिँ साथीहरु यसलाई मजाले मिक्स गर्नुपर्छ। यो चाहिँ तेजपत्ता, यो पनि खडा मसला, यो चाहिँ लौंग इलायची, यो चाहिँ सुखा कसुरी मेथी, मजाले मिक्स भइसकेको छ साथीहरु। अब चाहिँ साथीहरु यसलाई चाहिँ म कुकरमा हालेर यसलाई 15 मिनेट घोटेर अनि चाहिँ यसलाई 2-3टा सिटी लगाउनु पर्छ। टमाटर चाहिँ पिसेर हाल्नु होला हजुरहरु पनि। ल साथीहरु, यो चाहिँ 15 मिनेटसम्म राम्रोसँग फ्राई भइसकेको छ। अब यसमा चाहिँ म टमाटर एड गर्दैछु। पिसेको टमाटरको ग्रेभी चाहिँ राम्रो हुन्छ, त्यही भएर मैले पिसेर नै एड गरेको छु। अब यसलाई चाहिँ 10 मिनेट मजाले फेरि यसलाई फ्राई गर्नुपर्छ। यसमा चाहिँ मैले टमाटर हालेर 10 मिनेट मजाले यसलाई फ्राई गरेर अब चाहिँ म यसमा अब पानी ग्रेभीको लागि पानी पनि एड गरिसके। अब चाहिँ म यसमा 2 सिटी लगाउन जाँदैछु। अब चाहिँ म यसमा 2 सिटी लगाउँछु। अब चाहिँ चिकन ग्रेभी रेडी भइसक्यो। चिकन ग्रेभी अब चाहिँ यसमा म धनिया एड गर्दैछु। अब चाहिँ रेडी भइसक्यो चिकन ग्रेभी। मन परे भिडियो दामी भएको छ। हजुरहरु पनि यसरी ट्राई गर्नु होला बनाएर खानु होला।